आज हामी जीवनका हरेक सेक्टरहरूमा स्वास्थ्यकै हिसाबमा होस् अथवा फिजिकली र मेन्टली रूपमा एक ठाउँमा जोडिन सकेका छैनौँ, जसले गर्दा हामीले जति सफलता प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त गरेका छैनौँ। हाम्रो यो नौवटै अर्गानहरू र सिस्टमहरूलाई जोड्ने त्यो केही चिज छ भने त्यो योग। अब यहाँ हामीले अहिलेको 21st सेन्चुरीमा हामीले खाने खानाहरू, हामीले चाहिँ हिँड्ने इन्भाइरोमेन्टहरू, हरेक चिजहरू चाहिँ अलि आर्टिफिसियलाइजेसन भएको छ, कृत्रिम भएको छ। हामीले खाने खानाहरू इन्सेक्टिसाइड र पेस्टिसाइड, कीटनाशक औषधिहरू, इभन केमिकल फर्टिलाइजर, तपाईँले गाईको गोबर हालेर उत्पादन गरेको धान र युरिया र डिएपी हालेर हालेको धानमै फरक छ। त्यो हामी त डिएपी खाइरहेको छौँ होइन, त्यसको केही न केही पोर्सन केही न केही पार्ट चाहिँ त्यो प्लान्टमा अलरेडी गइसकेको छ। एउटा महिलाहरूले रक्सी सेवन गर्नुहुन्छ भने ओभियसली त्यसको हाम्रो चाहिँ त्यो जन्मने बच्चामा केही न केही जेन सिन्ड्रोममा जेनेटिक नभए पनि एक जेनेटिकको रोल खेल्ने गरी केही न केही यो सिम्टमलाई बच्चाले इन्डिभिजुअल गरेर त्यसो हुनाले यो समयमा हामीले योगलाई जोड्न सक्यौँ, योगसँग चाहिँ घुम्न सक्यौँ र योगलाई चाहिँ अलिक हाम्रो बडीसँगै फ्लो गराउन सक्यौँ भने फेरि योगको पनि दुईवटा कुरा छ। तपाईँले अप्ठ्यारो गरेर तपाईँले योग गर्नुभयो भने त्यो योगले पनि तपाईँलाई उल्टो बढेर गर्छ। अगाडि नै चाहिँ उदय सरले भन्नुभयो, तपाईँ मस्त हाँस्नुहोस्, लामो बाँच्नुहोस्। तपाईँ जीवन जिउन र तपाईँको हरेक चिजहरू स्टिमुलेट गर्न, तपाईँ जब स्ट्रेसमा हुनुहुन्छ, जब तनावमा हुनुहुन्छ, तपाईँले जतिसुकै औषधि खानुहोस्, जतिसुकै योगा गर्नुहोस्, जतिसुकै त्यस्तै खालको फुडहरू खानुहोस्, त्यसको कुनै अर्थ छैन। तपाईँभित्र शरीरमा टक्सिक र पोइजन आयो, यसको मिनिङ पोइजन शरीरभित्रै चाहिँ डेभलप भएको हुन्छ। अनि तपाईँले खाएको चाहिँ खानाको के अर्थ, तपाईँले गरेका योगाको के अर्थ, तपाईँले गरेका एक्सर्साइजको के अर्थ। त्यसो हुनाले सेटिस्फ्याक्सन, सन्तुष्टि, असन्तुष्टि केबाट आउँछ? तपाईँले हाम्रो 32वटा दाँत देखाएर मात्रै पनि आउँदैन, तपाईँको आत्माबाट उमङ्ग आउनु पर्यो। यदि तपाईँ स्वस्थ हुने हो भने पहिला हामी उमङ्ग हुनु पर्यो। त्यो हामी उमङ्ग हुन सकेनौँ। हेर्नुहोस् त, पहिले हाम्रो बुवा आमाले के भन्नुहुन्थ्यो, चिताले चाहिँ मरेको मान्छेलाई जलाउँछ, चिन्ताले जिउने मान्छेलाई। कति साइन्टिफिक छ। तपाईँको हरेक सिस्टममा काम गर्ने, तपाईँको ग्यास्ट्राइटिक प्रब्लमका कुरा हुन्छ, प्यान्क्रियाटिक जुइस हुनसक्छ, बायल जुइसहरू हुनसक्छ, स्यालिभा हुनसक्छ, विभिन्न खालका चाहिँ तपाईँको शरीरमा हुने सेक्रेसन हार्मोनहरूलाई तपाईँ चिन्तित हुनुभयो भने त्यसको डिसअर्डर गरिदिन्छ। कम उत्पादन गर्नु, ठिक्क उत्पादन गर्नेलाई बढी उत्पादन गरिदिन्छ वा कम उत्पादन गरिदिन्छ। अब भयो त तपाईँले हामीले गरेका एक्सर्साइज योगले काम गर्यो त गरेन। अब हामीले बुझ्न के पर्यो भनेपछि पहिला त मेरो ब्रेन मेन्टल इन्ट्याक्ट हुनुपर्ने रहेछ। जबसम्म आत्मसन्तुष्टि हुँदैन तबसम्म कुनै खालका तपाईँ उमङ्ग हुनुहोस् त तपाईँको शरीरका हरेक सेलहरू स्टिमुलेट हुन्छ। हाम्रो सेललाई पावर हाउस अफ द बडी भनिन्छ। हाम्रो सेल माइटोकोन्ड्रियामा हरेक चिजहरू तपाईँ एनारोबिक बसिरहेको बेलामा पनि एनर्जी, एनारोबिक र एरोबिक एनर्जी त्यहाँ रिलिज भइराखेको हुन्छ। सेलले आफ्नो फङ्सन गरिराखेको हुन्छ। त्यो फङ्सन कति बेला स्टिमुलेट हुन्छ, कति बेला बढ्छ, तब तपाईँ ह्याप्पी हुनुहुन्छ। जब तपाईँ ह्याप्पी हुनुहुन्छ, धेरै इन्जाइम्सहरू, हार्मोनहरू, डोपामिन लगायतका विविध हार्मोनहरू चाहिँ तपाईँ सेक्रेसन हुन चाहन्छ, जसलाई ह्याप्पी हर्मोन भनिन्छ, जसलाई सेटिस्फ्याक्सनका हर्मोन पनि भनिन्छ। तपाईँको ब्रेन स्टिमुलेट गर्छ। जब तपाईँको ब्रेन स्टिमुलेट गर्छ, तपाईँको ड्राइभर हो हाम्रो चाहिँ तपाईँको ब्रेन भनेको। ड्राइभरले एउटा गाडीलाई स्लो हाक्नु पऱ्यो भने स्लो हाक्न सक्छ, फास्ट हाक्नु पऱ्यो भने फास्ट हाक्छ।
हो अटोमेटिकली चाहिँ हाम्रो ब्रेनले तपाईँको हरेक सेलको फङ्सनलाई स्टिमुलेट गर्छ, स्मार्टली फङ्सन गरेर बनाउँछ। जब तपाईँको एउटा सानो सेल अनि करोडौँ 72,000 सेल अथवा करोडौँ सेलहरूको लागि चाहिँ त्यो तपाईँको फङ्सन स्टिमुलेट भइसकेपछि अनि तपाईँको के हुन्छ, त्यो क्युमुलेटिभ इफोर्टले तपाईँको होल बडीको मेकानिजम नै स्टिमुलेट हुन्छ अनि हेल्थमा। अब अहिले आएर विभिन्न खालका अहिले तपाईँले अहिले योगमा देख्नुभयो विभिन्न आएका आसनहरू, त्यो आसनको एउटै अर्थ छ तपाईँको कयौँ पार्टहरू तपाईँको चलेकै हुँदैन। तपाईँ हिँड्नुहुन्छ, खुट्टाले काम गर्यो, तपाईँ पुसअप गर्नुहुन्छ, हातले काम गर्यो, तपाईँ ट्विस्ट गर्नु होला कि यताउति चाहिँ झुक्नु होला, ब्याकबोनले काम गर्यो। तर हाम्रा शरीरका हरेक पार्टहरूलाई तपाईँले चलायमान गर्न सक्नु भएन भने त्यो सेलमा आज सर्कुलेसन कम हुन्छ, भोलि सर्कुलेसन कम हुन्छ, पर्सि सर्कुलेसन कम हुन्छ, बाई द वे कुनै एउटा सेल मर्छ। जब एउटा सेल मर्छ, सेल मरिसकेपछि इरेगुलर डेभलपमेन्ट अफ द सेल, अब सेलहरू बढ्न थाल्छ तपाईँको, त्यो अर्को सेल पनि त्यसले चाहिँ ओभरकम गरेर मार्न थाल्छ, त्यसलाई भनिन्छ क्यान्सर। अब हाम्रो शरीरभित्र अटोमेटिक हाम्रै कारणले, हामी आफैका कारणले चाहिँ तपाईँको के हुँदैछ, हाम्रा सेलहरू मरेर अब क्यान्सरमा परिणत हुँदैछ। अर्को फेरि तपाईँले अहिले यो योगले अब विश्वभरि नै चाहिँ एउटा पतञ्जलि यो स्याङ्जामा जन्मेर पनि हाम्रो होइन गुरु चाहिँ स्याङ्जामा जन्मेको गुरु चाहिँ आचार्य स्वामी आचार्यले चाहिँ अब एउटा इन्डियामा तहल्का फिर्नु भएको छ। तपाईँलाई मैले एउटै कुरा के भन्छु भने हाम्रो बाहिर पाइने हरेक चिजहरूसँग मेडिसिनल क्यारेक्टर छ। तपाईँ अहिले सिसौको पात देख्नु भएको छ, तपाईँले टक्क एउटा पानीमा गएर त्यो सिसौको पात खाइदिनुहोस्। त्यहाँ तरुलको कुनै झाङमा रहेछ, सानो त्यो तरुलको त्यो खाइदिनुहोस्। तपाईँको सानो घाँस छ भेट्नुभयो, त्यसलाई टक्क सफा गरेर त्यसलाई खाइदिनुहोस्। हरेक इन्डिभिजुअल हर्ब्सहरूमा यो, तर क्यों नखानुहोस्, एनिमलले खाने चिजहरू जस्तो हाम्रो गाई भैँसीले खाने चिजहरू हरेक चिजहरूमा चाहिँ तपाईँको मेडिसिनल हर्ब्स हुन्छ, त्यसको क्यारेक्टर हुन्छ, त्यसको मेडिसिन हुन्छ। तपाईँले मेडिसिन गर्नु, यसैलाई तपाईँको हाम्रो पहाडमा बनेका चाहिँ विभिन्न हर्बल प्लान्टहरू लगिन्छ र त्यो मेडिसिन बनाइन्छ अनि हामी त्यही औषधिको रूपमा बनेको छ। अगाडि उहाँले चाहिँ धेरै कुराहरू गर्ने गर्नुभयो। अर्को कुरा म यो योगलाई चाहिँ स्ट्रेससँग तनावसँग जोडेँ। अब म स्ट्रेचिङसँग तन्काउनेसँग जोड्छु। तपाईँले केही पाउनु भएन काम गरेर अथवा बाहिर वे तपाईँले चाहिँ बिहान उठेर एक्सर्साइज गर्नुभयो, पाउनु भएन, एक्सर्साइज गर्ने वातावरण बनेन भने पनि तपाईँको शरीरलाई म्याक्सिमम स्ट्रेस तन्काउने, तल झुक्ने, यता झुक्ने, बायाँ झुक्ने, बायाँ झुक्ने स्पेस मजाले चाहिँ त्यही रोक्ने, त्यो ठाउँमा रोकेर मजाले पुस गर्ने, त्यो खालका काम गर्नुहोस्। हरेक पार्टहरूलाई तपाईँले गर्नुभयो भने कम्तीमा तपाईँले यो काम गर्न पाउनु भएन भने पनि तपाईँको शरीर हेल्दी हुन्छ। तपाईँको धेरै कुरा, किनभने तपाईँले अहिले अनुलोम विलोम गर्नु, मोर अक्सिजन इन ब्रेन, तपाईँको धेरै अक्सिजन तपाईँले ब्रेनमा लिनुभयो। अहिले अनुलोम विलोम किन गर्नुभएको छ, उहाँले किन अनुलोम विलोम गर्नुभएको? मोर अक्सिजन इन ब्रेन मिन्स मोर अक्सिजन इन सेल। तपाईँको हरेक चिजहरूको सेलले तपाईँको रगतले अक्सिजनहरू बोकेर हरेक सेलमा पुऱ्याउँछ। अब तपाईँको त्यहाँ भएको कार्बोहाइड्रेट लगायत विभिन्न खालका फ्याटी एसिड लगायतका विविध खालका सेलहरूमा भएको त्यो कार्बोहाइड्रेटलाई बाहिर भयो। त्यति मात्रै गर्दैन, अब भुलो बढ्यो नि, अक्सिजन बढिदिनु भयो, त्यो अक्सिजनलाई मुभ गराइरहन्छ। मोर अक्सिजन इन ब्रेन, मोर एक्टिभ योर ब्रेन। लानुहोस् है, तपाईँको बढी अक्सिजन भयो भने बढी एक्टिभ हो, बढी एक्टिभ भयो भने सबै होल सिस्टमै एक्टिभ हुँदो रहेछ। अगाडि पनि बुझ्नुभयो। त्यसो हुनाले हाम्रो शरीरमा हामीले हिँड्दा डुल्दा पनि हाम्रो शरीरमा अक्सिजन पुगेको छैन। त्यो हुनाले हामीले फोर्सफुल्ली अक्सिजन लिनुपर्ने अवस्था छ।
बढी अक्सिजन जाओस्, बढी चाहिँ मेरो ब्लडहरूमा अक्सिजन हो, अक्सिजेनेट हुने हो, तपाईँको त्यो सेलहरूमा पनि इनर्जी चाहिँ C6H12O6 भन्ने जुन इनर्जी छ त्यो इनर्जीलाई एटिपी एडिनोसिन ट्राइफोस्फेट अब ग्रो गर्यो, एडिनोसिन ट्राइफोस्फेटलाई पनि ब्रेकडाउन हुन्छ, एटिपी ब्रेकडाउन हुन्छ। किन ब्रेकडाउन हुन्छ भनेपछि तपाईँको अक्सिजनले ब्रेकडाउन गर्ने चाहिँ तपाईँको फ्याट। तपाईँलाई थाहा छैन तपाईँलाई कति फाइदा। सरले अगाडि नै भन्नुभयो हामीले कयौँ आम्दानी गर्यो यो बिहान, तपाईँ कसैले पनि थाहा छैन। किनभने तपाईको विदिन द डे, विदिन द मोमेन्ट तपाईको हेल्थमा चेन्ज हुने होइन। अगाडि एउटा कुरा भन्दै हुनुहुन्थ्यो, एउटा चाहिँ 117 वर्षको आमाले एउटा चाहिँ अमेरिकन हुनुहुने चाहिँ उहाँले एउटा अस्ति भर्खर एउटा लाइभमा एउटा ब्रोडकास्ट गर्नुभएको थियो। उहाँ चाहिँ व्हिल चेयरमा हिँड्नु, यस्तो चाहिँ त्यो टक्क चाहिँ आफै उभिएर हिँड्नु, 117 वर्षको उभिएर हिँड्दैन। उहाँले के भन्नुहुन्थ्यो भने when I will stop moving I will be die, I will die। म जब मुभ गर्न सकिन, तपाईको मुभ हुन गरिन भने म तुरुन्तै मर्छु। तपाईको हाम्रो तपाईको रेस्टमा, प्रति रेस्ट तपाईले गर्ने हरेक रेस्टहरूमा एउटा सोफामा हामी अहिले अफिसरहरू किन रोगी भएको छ, अब सोफामा बसेको गर्नुपर्छ के हो के हाम्रो मुभमेन्ट। त्यसो हुनाले शरीरलाई सधैँ मुभेबल राख्नुहोस्। मुभेबल राख्नु भयो भने तपाईको सेलमा डिकेइङ अफ योर सेल, डाइङ अफ योर सेल, तपाईको सेल मर्ने सम्भावना कम हुन्छ अनि तपाईँ हेल्दी हुँदै जाने हो। तपाईले एक दिन कठोर, अहिले पनि तपाईलाई म भन्छु, अहिले अब तपाईको मेडिसिन थेरापी होइन, मेडिसिनल ट्रिटमेन्ट होइन, अब फिजिकल थेरापी, योग थेरापी र आर्ट अफ लाइफ, कसरी जीवन जिउने भन्ने हिसाबले अब तपाईको रोग ट्रिटमेन्ट हुन्छ। अहिले पनि तपाईको अमेरिकामा तपाईले एकदम ठुल्ठुला रिसर्चरहरू र डक्टरहरू जो एमडी डक्टरहरू छन्, विशेषज्ञहरूले तपाईलाई एउटा स्टेजमा रोग लाग्यो, एउटा क्यान्सरै थर्ड स्टेजमा भयो भने इन्टेन्सिभ एक्सर्साइज, कडा खालको एक्सर्साइज गरेर यति महिनापछि तपाईँ आउन सक्नुभयो भने तपाईँलाई बचाउन सक्छु, अदरवाइज मैले तपाईँलाई बचाउन सक्दिनँ भनेर उहाँले किन भनेको होला। इन्टेन्सिभ कठोर एक्सर्साइज गर्नुहोस्, तपाईँ हेल्दी हुनुहुन्छ अनि बल्ल तपाईँको ट्रिटमेन्ट अथवा तपाईँको चिरफार हुन सक्छ, विविध कुराहरू हुन सक्छ, ट्रिटमेन्ट सफल छ भन्ने। नत्र भने सकिन्न, त्यो स्टेजमा उहाँलाई सकिन्न अरे, तर इन्टेन्सिभ। त्यसो हुनाले वेट बेयरिङ एक्सर्साइज र स्ट्रेचिङ एक्सर्साइज हाम्रो शरीरको लागि एकदम आवश्यक छ। र अनुलोम विलोम लगायतका कुरा, अनुलोम विलोम किन गरियो त तपाईँको? जति बेला तपाईँ कुदिराखेर चाहिँ मोर अक्सिजन इन्टेक कसरी लिनुहुन्छ त? तपाईँ उकालो चढ्नुहुन्छ, अटोमेटिक स्याहार गर्नुहुन्छ होइन, बढी अक्सिजन लिनुभयो, बढी एटिपी ब्रेकडाउन। त्यसो हुनाले अब उहाँले भने जस्तै नेपालमा योगा भन्छ तपाईँको योग इन्डिया, नेपालीहरू चाहिँ विदेशको विभिन्न ठाउँहरूमा भनेको योगको कनेक्टिभिटी देखिन्छ। हामीले अब विश्वबाट नै योग सुरु भएको देश भनेर नेपाललाई इन्डियालाई चिनिने हुनाले अब नेपाललाई इन्डियाको मान्छेमा तपाईँले योगा पनि युआर डुइङ वेल योगा होइन भनेर तपाईँको मान्छेहरूले इन्टरेक्ट गर्ने। अबका दिनमा हामी विश्वका 200 कम्ती चार कि कतिवटा देशहरू छ, त्यो देशहरूमा चाहिँ अब हामीले योगाका प्रशिक्षकको रूपमा पनि हामी रेमिटेन्स भित्राउन सक्छौँ कि नभए यति पनि गर्न सक्नु भएन भने औषधि, प्रिभेन्सन इज बेटर देन क्योर भन्छ। औषधि खाएर तपाईँ निको हुनु, तपाईँले डक्टरले औषधि दिन्छ, तपाईँ क्लियर हुनुहोस्। औषधिको साथमा तपाईँले सक्ने चिज है तपाईँले रनिङै गर्नुपर्छ भन्ने छैन। तपाईँले सक्ने फिजिकल एक्सर्साइज स्ट्रेचिङलाई कन्टिन्युस दिनुभयो र औषधि दिनुभयो भने अब तपाईँ बल्ल हेल्दी हुने हो, औषधि खाएर हुँदैन। औषधि भनेको तपाईँको अझ तपाईँको शरीरलाई बोलाउने चिज हो। तपाईँको औषधिको असर त्यसको अन्य असरहरू पनि छ, साइड इफेक्टहरू पनि छ।
औषधि अब हामीले भेटिने हाम्रो सराउन्डिङमा भेटिने हर्ब्सहरू जङ्गली हरेक चिज घाँसपात लगायतलाई औषधिको रूपमा प्रयोग गर्दै अब खाने चौकुट लगाएका चिजहरूलाई हटाउँदै प्रशस्त पानीहरू पिउँदै हामी जति एज बढ्दै जान्छ त्यति हामी पानी रुच्दै मेरो आमाले भन्नुहुन्छ अहिले पनि पानी नै रुच्दैन भन्नुहुन्छ, रुच्दैन। तर तपाईँले त्यसलाई हेर्नुहोस् त रक्सी कति चाहिँ तपाईँको कति बलगरीले खान्छ मान्छे, आँखा चिम्ली खाइरहेको कति हेरौँ न कस्तो बढाएर चाहिँ भन्छ हेर तपाईँ पानी आँखा चिम्ली त्यसरी बलगरेर खानु भएको छ हो। लिटल अमाउन्ट पानी बढी खाने होइन, थोरै चाहिँ पानी खाइरहने चाहिँ बानी पनि बसालौँ। अरू केही नगरे पनि स्ट्रेचिङ र यो अनुलोम विलोम लगायतका चाहिँ अक्सिजन लिने चाहिँ एक्सर्साइजहरू गरौँ र तपाईँको कम्तीमा हाँस्न सिकौँ, बाँच्न सिकौँ र मन शान्त। मरेर लानु केही छैन, मरेर लानु केही पनि छैन। तपाईँको नाङ्गे आउनु भएको, नाङ्गे जानु हो। आज तपाईँको यो विश्वमा तपाईँले मेरो छोरा भन्नुहुन्छ भने छोराले आमा काटेको अवस्था छ, छोराले बाउ काटेको छ, बाउले छोरा काटेको छ, श्रीमानले श्रीमती काटेको छ, श्रीमतीले श्रीमान काटेको छ। तपाईँ कहीँ पनि सुख शान्ति तपाईँ कहीँ पनि भेट्नु। विश्वको जुनसुकै कुनामा जानुहोस्, म पनि सोच्थेँ त्यो चिज। हिजो म गरिबको छोरा, तपाईँको हलीको छोरा थिएँ, म आज यो यत्रो पढेर लेखेको यो वनमा छु, अझै बिहानको छु थाहा छैन र पनि म सेटिस्फाई छैन। घर किनौँ, मान्छेले सातले दरबार बनाऊ, आठले बनाउँछु भन्छ, आठले बनाऊ, गाडी किन्छु भन्छ, गाडी बनाउन अर्को गाडी किन्छु भन्छ, गर्दा गर्दै जिन्दगी बितेको थाहै पाउन। तपाईँलाई म एउटा घटना भन्छु, थोरै म सकेँ। एकजना म वाकिङमा आइरहेका थिएँ, एकजना बुढी आमाले ढोकामा चाहिँ साग लिएर, साह्रै राम्रो चाहिँ साग लिएर आउनु भएको रहेछ। अनि म त्यो पोखरामा पोस्टिङमा थिएँ। अनि त्यो मैले त्यो साग देखेर त्यो मनमा उम्रेको साग अत्यन्तै राम्रो तपाईँको त्यो साग चाहिँ मलाई ठाउँ काँचै खाने जस्तो लाग्यो। गाउँघरमा चाहिँ मलखानमा बनेको साग। अनि 25 रुपियाँ भन्दै रहेछ नि एउटा आमाले। मैले 25 रुपियाँ भनेकोमा 25वटा 5वटा चाहिँ पोका लिएर चाहिँ मैले किनेर लिएर गएँ। त्यही एकजना घरबेटी हुनुहुन्न रहेछ, मैले को भनेर सोधेँ। उहाँले 20 भनेर त्यो आमासँग यति चाहिँ झगडै गर्नुभयो, तर उहाँले 20 तिरै दिनु भएन। अनि त्यो को भनेर सोधेको त त्यो 4 तले घरको साउली हुनुहुँदैछ। म गरिब जसको 5को ठेगाना छैन, मैले 5 मुठा अझ मैले आमाको लागि 5 मुठा त्यो खान सकिन्छ सकिँदैन थाहा छैन, अरूलाई पनि दिउँला भनेर आमाको लागि मैले 5 मुठा एक्स्ट्रा लिएँ। अब कोही परिवारै थिएन खाने, अब त्यसपछि म र चाहिँ वाइफको थियो। अब मैले 5 मुठा दिएँ अरूलाई पनि भनेर उहाँले चाहिँ बरु तेरो खानु भने त गुन्द्रुकै खान्छु भनेर अथवा के खान्छु भन्दै भगभगरी जानुभयो के। बुढी आमा डोकोमा लिएर हिँड्नु भएको छ, खुट्टामा चप्पल छैन खुट्टामा। भनेपछि हामीले हाम्रा इच्छा अयौँ असीमित छन्, हामी सोचमा गरिब छौँ। मान्छे धेरै धनी हुनुहुन्छ, सोचमा धेरै मान्छेहरू गरिब हुनुहुन्छ। म त धेरै मान्छेहरू गरिब देख्छु। म आज तपाईँको उहाँ हाम्रो चाहिँ उदय सरसँग काम पनि गर्यो। मैले लगभग त्यस्तै 100 फ्यामिलीभन्दा बढीको चाहिँ मैले उद्धार गरेँ होला, कयौँ मान्छेहरूको चाहिँ उपचार गरेँ होला। 8-10 घरै बनाइसकेँ, 2-3टा स्कुलै बनाइसकेँ, ठाउँमा उसको उपचार लगायत विभिन्न स्टेसनदेखि त बुढाखाना मान्छेहरू त तपाईँको 1000-1500 मान्छेहरूलाई चाहिँ गोसला उडाएर चाहिँ मैले टोकन खर्चसम्म व्यवस्थापन गरेँ। म गरिब छु मनले, तर धनले त म मान्छे धनले धेरै गरिब छु। अब मनको धनी बन्न सिक्नुहोस्, मनमा खुसी हुन सिक्नुहोस्। बाहिरी खुसीले केही पनि हुने छैन। तपाईँले एक खुसी घटाउँदैन, त्यो निमित्त खुसीले गर्दा केही पनि गर्दैन। तपाईँ यो चाहिँ हाँस्दैन, तपाईँको श्रीमतीलाई चाहिँ तपाईँको हाम्रा श्रीमानलाई चाहिँ धक्कै पार्दैन। कोही दिन मेरो श्रीमती खुसी होला भन्छ, एकपल्ट खाएर अर्को पार्टीले भन्छ, यो भएन भन्छ, 9 एडी भन्छ, 10 एडी भन्छ, 11 एडी भन्छ। के गर्ने हो त जिन्दगी गइसक्यो त हामी के गर्नु। अब घर भएन भन्छ उस्तै परे चाहिँ त्यो श्रीमतीले घर भएन भन्दा भन्दा श्रीमान जे जान्छ बिचरा जेलमा चाहिँ टिफिनमा भात बोकेर जाने स्थिति बन्यो। त्यसको हुनाले हामी जे छ त्यसैमा सन्तुष्ट हौँ, जे छ त्यसैमा सन्तुष्ट हौँ। हाम्रो शरीरलाई दुःख दिउँ,
जीवनमा जोड्यौँ, हाम्रो वरिपरि भएका हर्बल प्लान्टहरूको सेवन गरौँ। रक्सी त्यही हो, सबै चिज त्यही हो, मेडिसिन त्यही हो, एभ्रिथिङ त्यही हो। तपाईँ त्यो खानुभयो भने अमृत हाम्रो वरिपरि छ, हामी लाटाले हान्दै हिँडिराखेका छौँ, कुल्दै हिँडिराखेका छौँ। त्यो अमृत सेवन गर्नुहोस्। त्यसको खान सक्नुहुन्न भने पनि कम्तीमा मैले विभिन्न वरिपरिको त्यो पार्कपतिहरूको अहिले पनि मेरो केटाले बनाएर चाहिँ मलाई एक गिलास रेडी बनाइदिया हुन्छ। तपाईँ त्यो गरेर खाएका चाहिँ एउटा उसमा हालिदिनुहोस्, त्यसपछि बोइल गर्नुहोस्, टक्कै एक गिलास खानुहोस्। त्यो तितो चिजहरू अलिक कम खानुहोस्, किनभने तपाईँको ब्लड प्रेसर लो हुन सक्छ। हामीसँग प्रशस्त मेडिसिन छ, मैले अहिलेसम्म मेडिसिन खाएको पनि छैन, खानु पनि नपरोस्। यसरी मान्छेले बताउने सबैलाई